सकिसक्यो। हेलो गाइज, वेलकम ब्याक टु यो युनिसाको च्यानलमा। अब चाहिँ हामी चाहिँ पढेर आइसक्यौँ अनि त्यसपछि यो चाहिँ हाम्रो भात खान लाग्छौँ। तपाईँहरूलाई देखाउँछु, हेर्न सक्नुहुन्छ यो हाम्रो मिठो मिठो भात। रुक्नु ल, यो मेरो भात हो। यो गाइज मेरो अचार चाहिँ यति छ, म 2 मिनटमा बोलाइहाल्छु। हेर्नुहोस् तरकारी यति मात्र छ। हेर्नुहोस् हाम्रो कति मिठो हुन्छ भात। हाम्रो साथीहरूले यसरी खाइरहेछन्। यसरी यहाँ सिमरिका हुनुहुन्छ, यता मुना हुनुहुन्छ, यता यो सबिका हुनुहुन्छ, यता यो युन्साको डुपा हो। यो चाहिँ जिना भन्ने केटी, अनि यो चाहिँ म हो, अनि यो चाहिँ युनिसी हो। हेर्नुहोस् हामी खायौँ। अब आज फ्राइडे भएको कारणले चाहिँ हाम्रो क्लास 12 बजे नै सकिसकेको छ। युजुअली चाहिँ हाम्रो 1 घन्टा 2 घन्टा चाहिँ ब्रेक, लन्च ब्रेक हुन्छ। त्यसमा चाहिँ वी युजुअली स्लिप फर 30 to 40 मिनट्स। अनि आज चाहिँ हाम्रो अब फ्राइडे भएर सबै छुट्टी नै भयो नि त 12 बजे। सो अब चाहिँ म सुत्न गइरहेको छु। मैले मेरो लन्च गरिसकेँ। आफ्टर द्याट मैले चाहिँ स्क्रिप्ट पनि लेख्नु छ, किनभने हाम्रो पिएसआरएमको 10 इयर ह्यान्डओभर हुन आँटेको छ। सो म मेरो पोर्सनको चाहिँ स्क्रिप्ट लेख्छु। अनि त्यसपछि आई हेभ सम असाइनमेन्ट अफ माई क्लिनिकल पोस्टिङ। अनि त्यसपछि मेरो कोठा सफा गर्नेदेखि लिएर लुगा धुने धेरै काम बाँकी छ। सो आफ्टर द्याट आई विल डु है। बट फर नाउ आई एम गोइङ टु स्लिप। मैले चाहिँ यो युन्साको मोबाइल लिएँ उसको ब्लगमा फेरि आउनको लागि। अनि म चाहिँ आएको यिनीहरूको रुममा, यिनीहरू सुतिरहेको रहेछ। अनि त्यसपछि यो के अरे यो जिना, आज जिनाहरूलाई उठाउन, किनकि यो जिना चाहिँ उता जान्छ क्या यो पुरस्कार लिनलाई, मेडल लिनलाई। भलिबलमा सेकेन्ड भएको थियो, त्यही भएर। अनि यो चाहिँ उठिसक्यो, कपाल धुसुरी भइरहेछ। जिना चाहिँ एकछिन अहिले देखाउँछु म। तो आज गर्नुपर्ने मेरो कोठाको कामहरू चाहिँ मैले सकिसकेको छु। छिन बाल्कनीमा बसेर आई जस्ट गेट ब्याक टु द असाइनमेन्ट जुन चाहिँ स्टिल पेन्डिङमा छ अफ माई क्लिनिकल पोस्टिङ। पानी पिउँछु अनि त्यसपछि एकछिन घरमा बोल्छु, एकछिन बाल्कनीमा बस्छु एन्ड देन यस चाहिँ अब भात खान जान लागिरहेछौँ। हेर्नुहोस् माछा छ, फ्राइडे माछा हुन्छ। माछा मेरो चाहिँ पनिर हुन्छ। बिर्सिरा यिनीहरूले माछा खान्छ, मैले चाहिँ पनिर खान्छु। अनि भात देखाउँछु तपाईँलाई। आज चाहिँ जिना छैन, सबिका फिल्म हेर्न गयो। अनि जिना चाहिँ उसको मेडल लिन गयो। मेडल कुरोमा छ। लास्टै भोक लागेर च्यापिसकेको थियो, अनि त्यही भएर हामी त खाइदिन आएको। मिस प्यारो मिस देखाउँछु ल गाइज, एकछिन रुक्नु। घर हो यो चाहिँ। ल गाइज मेस भनेको चाहिँ यही हो। खाइरहने रुम उयो हो, त्यहाँ हो। एउटा दुईवटा कहाँ गयो? एउटा यहाँ 4 सा
अचार सलाद भात जान्छ अब भात खान लाग्छौँ हेर्नुहोस् अहिले देखाउँछ अब बाई बाई हाम्रो चाहिँ खाना खाने साथीहरू हो उनीहरू दुईजना चाहिँ ऊ चाहिँ हाई भन्दै त नेहा सापकोटा यता चाहिँ आइसा गौतम एकदम राम्रो केटी हो है हाम्रो क्लासको दुईजना राम्री हो क्या अरे ब्युटिफुल गर्ल्स हामी चाहिँ भात खाएर अब जाँदैछौँ होइन अनि जिना चाहिँ एकछिनमा आउँछ उसको लागि खाना अनि यता हेर त हामी आज गाइस आधी घन्टा कुरा पानी पानी देखा त यसले पानी किनेर खान्छ हामी भरेर खान्छौँ घर गयो होइन सो मैले चाहिँ डिनर गरिसकेँ नाउ आई विल कन्टिन्यू डुइङ माई केस स्टडी अनि त्यसपछि आई विल प्रोबेबली स्लिप तर आज चाहिँ म केस स्टडी एउटा मुभी हेर्दै गर्छु अनि आई डोन्ट नो इट्स इन्डोनेसियन मुभी सुमाला भन्ने हरर मुभी छ त्यो हेर्दै गर्छु सो या राति हरर मुभी प्लस केस स्टडी वाट अ कम्बो राइट नाउ म चाहिँ केस स्टडी अन क्रोनिक लिभर डिजिजमा चाहिँ गर्दैछु होइन अनि त्यही हो द मेडल द प्लेयर सो हाई गाइज अहिले चाहिँ रातिको 11:30 बजिरहेछ अनि मेरो केस स्टडी पनि सकिन आँट्यो सो द्याट वाज अल अब चाहिँ म सुत्छु मलाई धेरै नै निद्रा लागिरहेछ एन्ड अ डे इन अ लाइफ अफ अ नर्सिङ स्टुडेन्ट एट द ग्याजेस डोन्ट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब and till then I'll see you in next video. Bye. Guys, subscribe, like, comment, share Unisa Tiwari ko. Unisa ko channel la.